Hello guys, Swagatam to Santan sir. Good morning. Hazur. Good morning. सुप्रभात. अब हामी ठ्याक्कै मन्दिरको नजिकै आइसकेका छौं. हजुर. ल गाइज हामी सर्लक्कै मन्दिरमै आइपुगे ल. हजुर. हैन त. ल ऊ आए शौचालय. देउरालीमा अनि को टोयलेट जानु भन्नु हैन? कति सिडी रे यहाँ? लिनु न. पूजा गर्नुपर्छ लिनु न नि. नमस्कार. दाइले आउनु बित्तिकै नमस्कार. पैसा कम बनिरहेछ त. पैसा कम भयो. एक्सन हाँस्दै हिँड्नु हाँस्दै हाँस्दै. कटेर जाने क्यामेराबाट कटेर जाने यहाँ बसेर यताबाट निस्किने. गाडी दिनुपर्छ अलिकति. हजुर ठाउँ छ जता पनि यहाँ पनि. क्यान्सल गरिदिनु. कुकुरीलाई पितल छाया जोबन ढल्की जरा. ठिकै छ. हाम्रो यहाँ चक्कु ल्यायो भन्दैमा पारै बेग्लै छ. एकदम सान दिएर गरिरहेछ. यहाँ जाम ल्याउने दिदीको झन् हेर्नु न पुरै अन्डा पनि छ अझै. यहाँ धम्की नै ठुलो छ क्या अन्डा लिएर छ भन्दै. बिस्किट पनि ल्याएको. हाम्रो यहाँ कफी ल्याउने झन् यहाँ पुरै रिसाएर. हाम्रो अरू भन्दा नि यहाँ खरबुजा ल्याउने दिदी चाहिँ रिसाएर पुरै त्यही खरबुजा नै हानिदिन्छु भन्दै हुन्छ. तपाईँलाई तन्न ल्याउनु भएन? राख्नु न तन्न ल्याएर राख्नु. तन्नवाली अनि पुरानो नयाँ के भयो? भगवान्ले त्यस्तै हेर्दैनन्. भगवान्ले हेर्दैन किन हामीले हेर्ने त? भगवान्ले त के हेर्नु सक्यो. हजुर यस्तै खिच्नु पर्ने नि. कस्तरी खिच्यो? ल ल ठिक छ. हाम्रो एक्सर्साइज राउन्ड सकिएको छ र हामी अब चाहिने ब्रेकफास्ट राउन्डमा जानेछ. ल जाउँ. भोक लागिसक्यो. ड्रोन सर्ट भ्यू ड्रोन भ्यू. के चाहियो र त्यो भन्दा. हजुर अब खाली हुन्छ. यहाँ बसेर खायो नि. 10 जना त हो नि हामी. अनि 2 कप 3 कप खाने अनि ट्याक्कै.
ऐसेले त सबै खाएर सकाइसकेको रहेछन्। त्यो त हाट बजारमा बुटोलमा ल्याउने त यस्तो ठुल्ठुलो पाउँथ्यो पहिला पहिला। बुटोलतिर पनि पाउँछ र ऐसेले त्यो डाँडातिर होला। हाट बजार गएको छैन? डाँडाबाट ल्याउने होला त पाहाडबाट। पहिला पहिला हामी स्कुल सम्म त भिडियो बनाउला ल अगाडि के होइन बनाउनु न, म चाहिँ भिडियोमा आउनु पर्दैन हिँड्नु हिँड्नु। त भिडियो आउनुला क्या तपाईँले हामीले पनि बनाउनु परेन। अब म यहाँ कस्तो भिडियो बनाइरहेको छु झन् क्यामेराम्यानलाई दुःख दिएर भिडियो नराम्रो आयो भन्नु पाइँदैन। भिडियो नराम्रो आयो भन्नु पाइँदैन है क्यामेराम्यानलाई। हजुर किन यता छैन बाटो कता हिँडेको खरबुजा ल्याएर अन्डा बोकेर। हजुर त्यही हो क्या बस्ने, मैले भने त नि तल पनि छ चाहिँ। म त फर्स्ट टाइम हो यो मन्दिरमा आएको है। भिडियोको लागि दिएको है झोला फेरि ए होइन झन् के अरे यस्तो यस्तो झोला बोकेर हिँडेछ भनेर भिडियो बनाइरहेको थिएँ मैले भनेको। कस्तो भने त्यहाँ हेर्नु न बल्ब त्यो ढुङ्गा हालेर फुटाउनु त। यस्तो मन्दिर यहाँ यस्तो छ नि, यो यस्तो छ नि, यस्तो यस्तो पहिला यो सुनको हालेको थियो कि अनि सबै त्यो त्यो गाँजा खानेहरूले यस्तो काटेर लगायो के हो साँच्चीकै हो नि। सबै यस्तो सबैतिर यस्तो सुनको हालेको थियो कि सुन मिक्स गरेको त्यो डल्लो हालेको थियो क्या। अनि त्यो गाँजा खाने उहरूले सबै आउँदै काट्दै अनि लिएर यो अहिले जमानामा पुरै जमानामा त्यति बेला त यस्तो थिएन क्या यहाँ त्यो माटोकै उ थियो अनि यस्तो साइड साइडमा चाहिँ यस्तो रेलिङ थियो क्या ठ्याक्कै। यो माथि त घरै थिएन, तल हुन्थ्यो घर, ठ्याक्कै तलको बाटोदेखि बल्ल अनि घर। यो त पुरै डाँडा अब सरकारी मन्दिरकै डाँडा होला भन्थ्यो नि, पछि त मान्छे घर बनाएर भन्दै। हे राम्री रहेछौ फुलभन्दा। सबै स्वाइकी स्वाइ खाने होला नि अब के मकै छ अनि त्यहाँबाट ऊ छ के अरे ब्रेड छ, त्यसपछि अनि खोलौँ भनेको मोबाइलबाट उठाउने भयो पो फुर्सद भयो पो एउटा हातले होइन कस्तो गुलियो चिया कसरी खान्छ हजुर भयो। यो खास ठुलो कपमा बनाउने हो कि एउटाको सानो भयो कि यो भन्दा अस्ति खाएको मिठो थियो है। यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको साथ यस्तो धरम धरम यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको साथ यस्तो धरम धरम मकै बारी धरम धरम। हे राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा। चिल्लो पनि भएन मलाई चाहिँ बिस्कुट छ नि पाकेछ मकै यो दुईटा बिस्कुट सक्नुहुन्छ 1 2 3 यता पनि ल पक्कै उता पनि ल ल अब उयो राख्ला बिचरा राखेर अनि के ल अनि के भन्छ सबैजना आउने ल पकाइ उता हुने अनि यता यो केटाको जाते यस्तो भने केटालाई दोष दिने अनि त्यो हुँदैन। अनि यसरी यो केटाको जात सबैले यसरी देखो हैन सर यता आउनु न यहाँ बस्नु त्यो त नाइन्साफी भयो त्यसपछि हामीले यसो गर्छ नि त ठिक छ नो नो भयो यो केटाको जातै देखाउनु भयो त फेरि खाने बिसाइ सरी के चाहिँ यसै जति गर्न हामी खान्छौँ हैन के म सबै साथीहरु मेरो खाने ड्रिङ्क गर्ने सबै छ। म पनि त अन्डा मात्रै खान्छु अरु खानु यो केरा बारीतिर बनाउला कि म पनि त अनि अन्डा मात्रै खान्छ हो नि आज त अनि आज अरू छैन। केरा बारी रहेछ केराको म मात्रै हो के घरमा सबै खान्छ अब यता
टाइम त 4 बजे उठेको डबलै भइसक्यो 8 भइसक्यो 4 बजे हो र अझै 4 बजे त पुरै जम्मा हो नि भनेर यहाँ उठी आएको हामी 3:30 बजे उठ्यौँ म पनि ठ्याक्कै हो ऊ यही हो म 1 बजे उठेर फोन गर्छु भन्ने उठ्यो हैन उले 3 बजे उठ्यो सफिता 3 बजे उठेको म सबभन्दा छिटो म उठ्छु साथीभाइ म सबैलाई फोन गर्छु म सबैलाई उठाउँछु भन्ने मैले उले गरे होला भनेर मैले कसै नगरेको भन्ने मान्छेले अन्त अन्तिममा सबभन्दा ढिलो उठ्ने आफै सबभन्दा ढिलो घर गर्ने चाहिँ आफै यो रेकर्डिङ गरेर के हुन्छ र राजकुमार के गरेर रेकर्डिङ कस्तो रेकर्डिङ गरेर यो भ्यू ब्लग देखेको राम्रो हुन्छ तपाईँ यो जङ्गलहरू कुखुरा यहाँ पालेको कुखुरा चाहिँ खानुपर्छ क्या लोकल यहाँको कुखुरा हो नि त यो के एउटा झोला हालिदिनु हजुर हालिदिनु झोलामा एउटा हुन्छ करायो भने के करायो भने त अब के गर्ने भाग्नुपर्छ भाग्नुपर्छ है ल यो बाँसघारी फेरि आउनु पर्ला जस्तो छ अब यहाँ फेरि